आजको यात्रा हाम्रो लेकतिर साथीभाइ केटाकेटीहरूलाई लगेर हिँडियो लेकतिर टक्क उकालो लाग्दै। हेर्नुहोस् घनघोर जङ्गलमा छौँ, एकदमै हिँड्दा हिँड्दा पसिना टक्क निस्केर यसो वारिपारि हेरिराखेको अवस्था छ। अब यहाँनिर धेरै पछि हिँड्ने हो नि त, थकाइ लागेर हिँड्छ भने रुखहरू हेर्दाखेरि पनि छक्क लाग्छ। लेक भनेको लेकै हो क्या, एकदम घना जङ्गलहरू छ। यहाँ साथीले फेरि आफूले सेल्फी लिएर टक्क देखाइराखेको छ आफ्नोलाई होइन। हामीले अब पानी खाने छाँटकाट गऱ्यौँ यहाँनिर। चिसो बगेको पानी कहिले पनि फोहोर हुँदैन यो, तर शुद्ध लेकको पानी हो। क्या मिठो तरिकाले हामीले पातको खाने बनाएर चाहिँ यसरी खायौँ। भिडियो अन्तिमसम्म हेर्नु होला है त तपाईँहरूले। हामी चाहिँ यस्तो अप्ठ्यारो बाटोहरूमा खोला नाला डाँडापाखा खोल्साखाल्सी गर्दै हिँडिराखेका छौँ। तपाईँहरूले हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। यहाँ तपाईँहरूलाई यहाँनिर यो बेचिने च्याउ है, एक खुट्टे च्याउ भन्छ यसलाई चाहिँ। एकदम महँगो च्याउ हो यो चाहिँ। यसको कोपिलाहरू पलाइराखेको रहेछ। यो चाहिँ अर्को सालको लागि चाहिँ एकदमै भोपालै हुनेवाला छ यो च्याउ। र यहाँनिर भाइले सतुवा देखिसकेपछि मैले सतुवाको अनुगमन गर्नको लागि चाहिँ टक्क उकालो सकि नसकी आएँ मैले। देख्न सक्नुहुन्छ यो सतुवाको बोटो है त, यसको बारेमा भन्छु तपाईँहरूलाई। एकदम भनौँ न अनमोल जडीबुटी हो यो चाहिँ। यसको चाहिँ तपाईँहरूलाई नाम भन्नुपर्दाखेरि चाहिँ यो चाहिँ सतुवा हो। यो चाहिँ लेकमा एकदम लोप भएको जडीबुटी हो है। यसले चाहिँ काटिएको घाउहरूमा हाल्यो भनेपछि चाहिँ पलाउँछ होइन। यसको जरा चाहिँ कुटेर चाहिँ हाल्ने गरिन्छ। तपाईँहरूले नाम सुन्नु भएको होला सतुवा भनेर। यो एकदम महाभारतका लेकहरूमा मात्रै पाइन्छ है। यसो हिँडिराखेका थियौँ यहाँनिर चाहिँ कसले चाहिँ भेडा बाख्राहरूको चाहिँ सुकुटी बनाएको रहेछ यहाँनिर। सायद बाघले खाइदिएर यताउति गरिदिएर होला यहाँनिर सुकुटी बनाएर सुकाएर गएको रहेछ। पानी हेर्नुहोस् कति खलखल बगिराखेको छ, एकदम स्वच्छ पानी होइन। हेर्नुहोस् त, एकदम यात्रा भनेको यात्रा हो क्या एकदम होइन। लेक बेसीको यात्रा एकदम जति थकित भए पनि जे होस् त्यहाँको डाँडापाखा, त्यहाँको वन जङ्गल, त्यहाँको यताउति होइन सुन्दर दृश्यहरूले चाहिँ त्यस्तो महसुस नहुने रहेछ क्या। अब यहाँनिर यो मुढामा च्याउ देख्यौँ। ठ्याक्कै च्याउ देखिसकेपछि यो च्याउ खाने हो कि नखाने हो एकदमै अलमल्ल पर्यो। नखाने हो भने त फेरि प्याट्टै मरिन्छ नि त। लगभग यस्तो च्याउहरूमा किराले खान्छ भनेपछि सायद त्यो विषादी हुँदैन भन्ने कुराहरू पनि भनाइ छ होइन। र तपाईँहरूले देख्न सक्नुहुन्छ यो मुढाको यो च्याउ खाने हो कि नखाने हो तपाईँहरूलाई थाहा छ भने भन्न सक्नुहुन्छ है। हामीले चाहिँ त्यस्तो औल्याउन नसकेर सायद यो च्याउलाई त्यहीँ छोड्यौँ हामीले। र पिङ देखिसकेपछि मलाई केटाकेटी